गाडी हेर ल हामी चाहिँ कहाँ छौँ रे गोर्खाको मन्दिर जान लाग्यो कुन मन्दिर कालिका गोर्खाकाली मन्दिर है अनि जो पर जो अनि गाडी चढेको बसमा त मैले दुईचोटी उता हो कुन मन्दिर हिँडेर छ हामी हिँड्ने त उताबाट यताबाट हिँड्नु नि त हिँड्ने त उताबाट हो सर्टकट त छैन पुरै घुम्नु पर्छ डाँडै हजुर मन्दिर माथि बाबा जान्नु हात औँला त्यस्तै गर नि बाबा राइट 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 यस्तो गर्दै यस्तो हो गुड ल वाउ ल ल यहाँ हिँडेर आइपुगिसक्यो के जानु गाडीमा ट्याक्सीमा कहाँ हिँड्दै हो थकै लाग्छ छैन अलिक त हिँडेपछि त आइपुगिहाल्छ मन्दिरलाई सानो मान्छे हजुर भो पर्दैन लिएन हामी चाहिँ गोर्खा बस पार्कबाट माथि गोर्खा दरबार मन्दिर कालिका मन्दिर जाँदैछौँ ट्याक्सी पनि लाग्छ है जान त ठिकै छ ल बेबीले चाहिँ यहाँ गाडी चढ्न ट्याक्सी चढ्न नमानेको कारणले हामी चाहिँ यहाँ हिँड्दैछौँ एकछिनमा पुगिहाल्छ त्यही पनि हेर्दै हिँड्न त रमाइलो हुन्छ यो चाहिँ श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको हजुर भन्छ नि बेबी यस भन्थ्यौ त ए हो ओहो र सानी त कुन फ्लावर हो बेबी उयो यो रेड लौ किन पढे छैन रोड हो रोड के हो त यो ए लालुपाते रहेछ लालुपातेलाई के भन्छ नि गाह्रो त भयो नि एउटी भुन्टीले गर्दाखेरि यो पुकुले हिँडेर जाने भनेर यसले हिँडेर जाने भनेर उकालोमा गाह्रो पर्यो भने
पारेको राख्न हिँड्न मजा भइरह हिँड्नलाई मान्छेलाई गाह्रो भइसक्यो आया म त हिँड्न नसक्ने भएँ म हिँड्न नसक्ने भइसकेँ आयो बाबा हजुर ओके ओके आरेको आमा छोरी अडी अडी आर्य कुदिन्छन् मम्मी पछाडि पछाडि कुदिन्छ नि हेर्न सक्नुहुन्छ सुन्नुहोस् आर्यको कुरा गाइज गलेको छैन हिँड्न पाएपछि त कहाँ गल्ने हो र गोर्खाको डाँडैमा हावा सरर जता आयो मम्मी हिजो बेलुका नाच भने त्यत्रो भन्दाखेरि नाच्दै नाचिन यो ठाडो उकालो कम्ता रहेछ त धेरै रहेछ ठाडो उकालो हो होइन हामी त्यति नहिँडेको भएर नि होला हिँड्ने मान्छेले त त्यति साह्रो नि छैन त्यस्तो मजाले हिँडिरहेको छ ऊ फेरि म हिँड्न सकिरहेन ल आमा र छोरी बराबरी हिँड्नलाई कि त्यही त ल हेर्नुहोस् गाइस यहाँ रमिला चाहिँ पिङ खेल्दैछिन् गोर्खा आएर पिङ खेल्दैछिन् है ल पिङमा मत्ती चिन् ल थाकेन उठेर नखेल्नुहोस् ल हेर्नुहोस् गाइस यहाँ रमिलाले पिङ मचाउँदैछिन् रटे लिङ्गे पिङ ल गाइस यहाँ बाटोमा पिङ रहेछ एउटा लिङ्गे पिङ खेल्दै हुनुहुन्छ अझै मचाउनुहोस् अझै बस्नु छ भयो ल बाङ्गो जानलाई पछाडि अब पिङले यति स्थापना गर्नुपर्छ अब ल सरी हरि ओहो चाचा बेबी पनि खेल न डर लाग्दैन केही डर लाग्दैन के डराएको होला त मन्दिर चाहिँ यहाँ आइपिन आँट्यो दसैँ जस्तो पो भयो त यहाँ ए हस् टाउकीसम्म के हुन्छ अरे अनि खेल्छ अरे उसले ए हजुर त्यति दुध मात्रै खाएर त्यति थोरै पानी मात्रै खाएर त के र अहिले त मन्दिरमा हिँड्दा होटिँदै आज मन्दिरको छुरी सिक्ने बित्तिकै अनि त्यहाँबाट म सम्झाउँछु
के चाहिन्छ अरे हामी यो किन्ने हिँड्या हो हामी यो किन्ने हिँड्या हो त होइन नि त्यहाँ राखेको छ नि अहिले पछि हेर नि त 50 रुपैयाँ ल्याउनु मम्मीहरुलाई लैदिनु त बल्ल बल्ल भने चाहिँ आइपुग्यो अब अझै लाग्छ होला 5 मिनेट मासतिर के छ मङ्गीले तान्छ है हेर नि हेर हेरेका मङ्की झोला हेर्नु मम्मी झोला हेर्नु नि के तान्ने के बोकिराख्ने हेरिराख नि मोबाइल नि खोज्न आउलास् नि त फेरि हो मान्छेको चस्मा अस्ति पशुपतिमा के एकजनाको चस्मा लगाएर होइन टाउकामा आफै लाग्यो के एटिएम कार्डहरू होला के होला पासवर्डहरू हुन्छ बल्ल आइपुगे मन्दिरै भरि पो रहेछ हौ यो बोका त राम्रो ट्याक्सीमा आयो भने चाहिँ कहाँ पार्क गर्ने मम्मी ए जय गोरखा लाइन लाइन ले है हामीले राख्ने रे दिएमा सामान चाहिँ बनाऊ Birthday, dear Sisma. यहाँ भित्र के हो मम्मी यहाँ ए फोटो खिच्ने ठाउँ हो ए यहाँ दरबार हो भित्र ए
त्यो गोर्खा दरबारभित्र जाँदैछौँ हामी। ए भित्र के गर्ने हो खास चाहिँ? राजा दरबार। ए उता खान्छ अहिलेको त्यो मूर्ति छ नि, त्यो मूर्तिलाई यहाँ सार्ने अहिले। ए यहाँ कहिले सार्छन्? ए यो सानो नाच्यो भगवान्। यो के आउने बेला भएको मम्मी? बत्ती उता तल त्यही होला। ल यहाँ बत्ती बाली कार्यक्रम हुँदैछ गाइस। ल सानो मङ्की आखा ए बिस्तारै आऊ ल
नाग नागिन रहेछन् भगवान् रक्षा गरिदिनुहोस् अनि यो मेरो घरमा स्नेक भगवान् घाउ पनि ठिक गरिदिन्छ अर्को कुराको घाउ नि छ हो लाइसो लाइसो छिटो छिटो ओ माथि मङ्की हेर न बाबा उहाँ हेर त उतै माथि उहाँ माथि हेर न मङ्की उता गइसक्यो गोरखनाथ बेबी के भइरहेछ अब फाइनली हामी चाहिँ दर्शन गरेर फर्किसक्यौँ है उहाँ माथिदेखि एउटा पिङ नहाल्ने थकै लाग्छ धेरै पिङ खेल्दा त अब बजार पुगेर खाजा खाने कि नखाने के खान्छौ के भयो ल पिङलाई बाई बाई गरिदियो अब खेल्ने भने त्यो सान बाई बाई पिङ हेर पिङ यत्तिकै बसेछ रोएर बसेछ खेल्ने मान्छे कोही छैन हुरु के भएछ नि तिमी नखेल्ने उताबाट आउँदाखेरिको माथि ठाडो कालो चिन्नै पर्ने रहेछ गाडीमा अनि फर्किँदा चाहिँ ठिक हुन्छ क्या अझ हामी त तपाईँको त्यहाँ छिटै दर्शन गर्न पायो नि लाइन कति थियो हेर्नु न उता पाटनको ललितपुरमा छ नि त्यो मसिननाथ गोरखनाथको गुरु ए हो अहिले आएर तलार बसेको थियो नि मसिननाथबाट त्यहाँ गुफाएर बस्यो हो क्या हो होइन मसिननाथ इन्डियाको होइन गुरु त्यो भने पहिला एकचोटि काठमाडौँ होइन एकचोटि थिएन अस्ति भिडियो कसले शक्ति गोदारकै अस्मिता लगडीहरूले हालेको थिएन त्यही भन्ने हो ए म त कता जाने भन्नु आएर छ भन्नु ठाने यहीँ गोर्खाकालीको मन्दिरमा अन्त कहीँ हो कि भन्नु ठाने म त ए थाहा नि मामाहरूले क्या हजुरबाबाले मामाहरू जान्ने त जाने नरहने के खेर गइरहने नि अनि हजुरआमाले थानी परमेश्वर अनि सम्झेपछि 3 भाइ छोरा जानेपछि सोली लिएर गएको 3 खेर त्यस्तो कडा शक्ति भगवानको लीला हजुर बेबी के किने त भाइ गोरखनाथले चाहिँ जोगीभन्दा त्यहाँ गुफामा बसेर दही खाँदै अरे होइन तपाईँ दही खानु पहिला दहीमा लिएर आफूले खाएर हातमा ओकाल्दै अरे होइन ओकालिदिएपछि पिठासाले खायो भने झन् उसले खाएन होइन एउटा छिटो खुट्टा पर्यो अरे होइन अनि खुट्टा पर्छ पिठामा गोरखनाथले भने तैँले जहाँ टेक्छस् त्यो भूमि तेरो आफ्नो हुन्छ तैँले खा भयो जे बोले त्यही हुन्छ भन्दा अनि त्यसरी नेपालीकरण गरे अरे कि नेपालीकरण गरेर बना तैँले जहाँ टेक्छस् नि त्यो भूमि तैँले आफ्नो मर्छ भन्ने अरे नेपालको एकीकरण कसले गरेको भन्दा त के लान्छ मलाई नि थाहा थिएन आयो हजुर आयो टापुमा गएर दर्शन गरेर होइन के माग्यो त के माग्यो ए मागेको कुरो भन्नु मिल्छ ए भन्न मिल्दैन त्यसपछि यो भन्ने कुरै नगरौँ